हेलो गाइज, आज चाहिँ मेरो आमाले माइतबाट टन्न आलु पठाइदिनु भएको रहेछ। सैलुङको आलु, यसलाई चाहिँ खास मुडेको आलु भन्छ। यो चाहिँ हाम्रो सैलुङबाट आउने आलु हो, मुडे हुँदै आउने भएर मुडेको आलु भन्छ। सो आज चाहिँ यो आलुले मैले बोइल गरेर चाहिँ नि नयाँ रेसिपी बनाउँदैछु, जुन चाहिँ अहिले बजारमा मुस्ताङ्गे आलु भनेर एकदम फेमस भएको छ। मैले चाहिँ त्यही बनाउने सोच गरेको, बच्चाहरूलाई बोइल गरेको यत्तिकै खान खोज्यो कि मेरो सानोले चाहिँ एकदम मन पराउँछ आलु फ्राई गरेको। यस्तो देखियो, उसले चाहिँ टमाटर भन्दै थियो कि रातो रातो भएको भनेर। बाबाले उसको फ्याक्ट्रीबाट आरु ल्याइदिनु भएको थियो, आरु पनि खाने खाने भन्दैछ। मेरो सानो चाहिँ एकदम खानेकुराहरू मन पराउने मान्छे हो, ठुलो चाहिँ खासै खाँदैन, सानोले चाहिँ मजाले खान्छ। सो आलुलाई फ्राई गर्नलाई मैले लसुन चप गरेँ। खासमा यसको मसला चाहिँ लसुन हो, अनि त्यसपछि जिम्बु पनि हो। मसँग चाहिँ जिम्बु थिएन, त्यही भएर जिम्बुको सट्टामा चाहिँ मैले एउटा आइडिया लाएँ। मसँग चाहिँ छ्यापीको जरालाई मैले ढुटो पारेर राखेको थियो, त्यसलाई नै फुराइदिएँ। त्यसले नि जिम्बुको काम गर्छ। हजुरहरू पनि ट्राई गर्नु होला, दालहरू झान्नु पऱ्यो भने त्यो ट्राई गर्नु होला, एकदमै मिठो हुन्छ। सो गाइस, फाइनली लुक चाहिँ यसो भयो। मैले सिम्पलमा बनाएको छु बच्चाहरूको लागि भनेर, त्यति पिरो मसलादार केही पनि बनाएको छैन। मेरो बाबु चाहिँ मलाई पनि देखाउनु न भन्दैछ भिडियोमा। सो यस्तो देखियो गाइस, हामी चाहिँ मुस्ताङ्गे आलुलाई घरमै बनाइदिएको। मेरो बाबु चाहिँ मिठो भएछ भन्दैछ। एउटा चाहिँ नखरा देखाइन्छ त पिपी तातो भयो भन्दै, तर उसले चाहिँ एकदमै मन पराउँछ, एकदम फुडी। अनि आमालाई के भन्छ भने धन्यवाद आमा भन्दैछ दुईजनाले। आमाले आलु पठाइदिनु।